आज हामी आइसकेका छौँ दिवाली मनाउन र हाम्रो बाजे र घरभित्र सबै परिवारहरू आज हाम्रो घर राम्रो झल्केको छ र टल्केको छ। गाइज यहाँ हाम्रो दाइ हुनुहुन्छ, हाई गर्नु त दाइ। ए गाइज हाम्रो घर कस्तो लागिरहेछ कमेन्ट गरिदिनु होला। हेर्नु गाइज आउनु गाइज, हजुरहरूलाई हाम्रो मन्दिर देखाउँछु म। हेर्नु गाइज ऐना कस्तो देखिरहेछ हजुरको भाइ। ल हामी मन्दिर कोठामा प्रवेश गरिसकेका छौँ अहिले। यो हाम्रो मन्दिर गाइज हेर्नु दियो, घन्टी सन्टी सबै हेर्नु गाइज मस्त छ नि गाइज। कमेन्टमा हालिदिनु है, कमेन्ट गरिदिनु कस्तो छ मन्दिर। हाम्रो दाइ यहाँ अरूहरूलाई टिका लगाउँदै र अब हामी यहीँबाट किचनमा प्रवेश गर्नेछौँ। किचन अहिले युज गरेको छैन गाइज, अहिले माथिको किचन युज गरेको छ र यहाँ पिच्छे शनि पुज्ने मन्दिर बनाएको छ र हेर्न सक्नुहुन्छ राम्रो छ। यो यसको लागि पनि कमेन्ट गरिदिनु है गाइज। ल हजुरलाई अब म हामीहरूको कोठामा लग्छु जहाँ हाम्रो हजुरआमा मामा घरको आमाहरू छन्। अब लग्छु म हजुरलाई कोठामा। यहाँ गाइज हाम्रो हजुरआमा हुनुहुन्छ, यहाँ हाम्रो मामा घरको हजुरआमा हुनुहुन्छ, यहाँ हाम्रो आमा हुनुहुन्छ र हाम्रो दाइ मम्मी ड्याडी र बाजे। गाइज अब हामी अर्को कोठामा प्रवेश गरिसकेका छौँ, लाइट अन भइसकेको छ। हेर्नु सक्नुहुन्छ गाइज कस्तो लाग्यो त गाइज। हामी छततिर लाग्दैछौँ गाइज। गाइज हामी पुगिसकेका छौँ आफ्नो घरको छतमा र हाम्रो गोदाम गाइज मिलेको छैन अहिले त। हेर्नु सक्नुहुन्छ गाइज यति सामान भरिएको छ। हेर्नु गाइज कस्तो झिलिमिली छ दिवालीको टाइममा। दिवाली भन्दैछु गाइज, सरी दीपावली। ल हेर्नु गाइज घरहरू कस्तो टल्केको छ। यो हाम्रो छिमेकी घर, यो हाम्रो घर फुल हेर्नु सक्नुहुन्छ गाइज। अब के गर्नु त गाइज, हेर्न सक्नुहुन्छ गाइज यो मेरो घरको ठ्याक्कै अगाडि नगरपालिका पनि छ। हेर्नु गाइज नगरपालिका, तर माला हालेको छैन है यहाँ। नगरपालिका हेर्न सक्नुहुन्छ गाइज। गाडीहरू हेर्नु, एम्बुलेन्स देख्न सक्नुहुन्छ। अहिले टिनले छेकेर देखेको छैन राम्ररी। गाइज फुलहरू हेर्नु न कति दामी भइसकेको छ। र हाम्रो छिमेकी घरको दाइ। ल गाइज हजुरलाई म मल्लो किचनमा प्रवेश गराउँछु। हेर्न सक्नुहुन्छ यहाँ प्रसाद थियो सबै गायब भइसक्यो र खानासाना छ, यहाँ डब्बाहरू छन् मरमसलाको। लाइक सब्सक्राइब सेयर गरिदिनु होला गाइज। ल हाम्रो मम्मीले प्रवेश गरिसकेको छ किचनमा, देख्न सक्नुहुन्छ गाइज। हाम्रो मम्मी आज लास्टै खतरनाक देखिरहनुहुन्छ, हातमा प्रसाद लिएर र अब चुलो नजिक बसिसकेका छन् खाना हेर्दै। अब रोटी पकाउने तयारीमा गाइज। यहाँ आतिशबाजी पनि भइरहेको छ गाइज। कहाँ हो गाइज, फोडिरहेको त ठङ ठङ आवाज त सुनिरहेछ। तल जाउँ गाइज, हामी तल आइसकेका छौँ गाइज अहिले। अलि बसौँ गाइज, म पनि रेस्ट गर्छु। यो दाइ हाम्रो उभिएर के पो खाँदैछ।
यहाँ पनि हेरिदिनु हुनु गाइज ठ्याक्कै अगाडि नगरपालिका छ गाइज दाइ अनि बमसम के हो फोड्ने होइन किन र भनिदिनु त के ओहो हेर्नु त यति राम्रो मान्छे मैले त टन्नै ल्याएको छु गाइज पटाकाहरू फोड्न बाँकी छ गाइज अघि फोड्या हो मैले अनार र हाम्रो ड्याडी आइसक्नु भएको छ मेरो छोराले दीपावली मनाइरहेको अवस्था छ मेरो रिदम छोराले हेर्नु गाइज ओल्लो पल्लो घर कस्तो चम्केको छ अब हामी रुममा प्रवेश गरिसकेका छौँ गाइज रुमको हालत त्यस्तै छ गाइज यहाँ हेर्नु गाइज मेरो दाइको रुम हो यो दुईवटा बेड यहाँ मेरो हजुरआमा सुत्नुहुन्छ र यहाँ मेरो दाइ ठुलो दाइ हेर्नु गाइज पोस्टर गाइज हजुरले म एउटा कुरा बताऊँ यो लोगो छ नि गाइज मेरो स्कुलको गाइज मेरो स्कुलको नाम चाहिँ सैनिक आवासीय महाविद्यालय टेगरी कैलाली जुन अत्तरियामा पर्दछ हामी गाइज पल्लो रुममा मिठाई देखेर खाम लाग्यो गाइज खाइदिउँ एउटा भन्न सक्दैन गाइज आधा खान्छु म धेरै गुलियो खानु हुँदैन गाइज अब हामी खाना खानलाई माथि गइरहेको गाइज यहाँ हाम्रो हजुरआमा चढ्दै सिँढीमा आमा हाई गर त हाई गर त हाई हाई आमा हाई गर त अब हामी खाना खान्छौँ गाइज छिटै खाना खाएपछि मिल्छौँ गाइज